Hello everyone. यो रोड चाहिँ क्युजिङको रोड हुँदै टुवर्ड्स राभङला टाउन अप्रोच हुँदैछ। अब हामी राभङला टाउन आउँदैछ। हाम्रो असल डेस्टिनेसन चाहिँ आजको हट स्प्रिङमा हुनेछ। दुईटा हट स्प्रिङ रहेछ, बोरोङ र पोलोक। र अब हामी डिसाइड गर्नेछौँ बाटोमै बोरोङमा जाने कि पोलोकमा जाने भनेर है। यो चाहिँ तपाईको राभङला टाउन है। कन्क्रिट जङ्गलले भरिसकेछ। अब हाम्रो सिक्किम कता कता एक दुईवटा पुरानो घरहरू देख्छ, तर प्रायः जस्तो सबै अहिले चाहिँ बिल्डिङ्सले भरिसकेको छ। यो एउटा पुरानो घर देख्दै रहेछ, बाँकी सबै बिल्डिङ होटेल्सहरू भइरहेको छ। चेन्जेस, हाम्रो सिक्किमको चेन्जेस यस्तै हो। आज वेदर पनि एकदम राम्रो, क्लियर सन्नी डे भइरहेको छ, एकदम पर्फेक्ट। ड्राइभ थ्रु हजुरहरूलाई देखाइदिँदैछु राभङला टु रालङ टु बोरोङको हाम्रो ड्राइभ थ्रु। यो चाहिँ तपाईको मेन बजार पर्छ। योबाट बुद्ध पार्क हुँदै, यो चाहिँ बुद्ध पार्क जाने बाटो। यहाँबाट चाहिँ रालङ रोड हुँदै हामी जानेवाला छौँ हट स्प्रिङ। अब पोलोकको हुन्छ कि बोरोङको हुन्छ कि यसो बाटोमा सोधेर विचार गरेर जानु पर्ला। कत्रो बिल्डिङहरू आउँदैछ, नयाँ नयाँ बिल्डिङ्सहरू बनिँदो रहेछ। जता हेऱ्यो त्यतै बिल्डिङ। अझै त स्पेस त अझै खाली त रहेछ, बनाउने अझै बढ्ने रहेछ भविष्यमा। राभङलाको एलिभेसनको बारेमा भन्नुपर्दा यो अल्टिट्युड 2500 मिटर्समा पर्दछ। अन्त चिसो चाहिँ चिसो यो जग्गा। अनि अहिले यो टाइममा चाहिँ तपाईँले गुराँस चिमलहरू चाहिँ देख्न सक्नुहुन्छ बाटोतिर। यो टाइम चाहिँ पर्फेक्ट टाइमै भनौँ। पर देख्दै गरेको त्यो चिमल हो। अब हामी बुद्ध पार्क तर्फ आउँदैछौँ। यसको मेरो दाहिने देब्रेपट्टि चाहिँ यो छोजो लेक भन्ने छ। यो छोजो लेक पनि अहिले राम्रो ठुलो एउटा प्रपर्टी पार्क तयार हुँदो रहेछ। अब हामी चाहिँ बुद्ध पार्क अप्रोच पुग्यो। अब मैले तर फ्रेममा चाहिँ बुद्ध भगवानको स्ट्याचु चाहिँ देखाउन सकेको छुइनँ, किन भन्दाखेरि मैले त्यो गाडीमै कनेक्ट गरेकोले गर्दा बनाउन सकेको छैन है। हामी चाहिँ यहाँ चाहिँ बस्नेवाला छैन। यहाँबाट सिधै हामी चाहिँ रालङ रोड हुँदै तातोपानीको लागि हामी प्रस्थान गर्दैछौँ। यो रोड चाहिँ रालङ रोड भन्दो रहेछ। यहाँ रालङमा एउटा ठुलो फेमस मोनास्ट्री पनि छ, कर्मकाग्यू सेक्टको ग्याल्छाप रिम्पोछेको ठुलो मोनास्ट्री पनि छ।
चाहिँ होटल्स रहेछ बाटोमै। हाम्रो सिक्किम चाहिँ होटेलले भरिसकेको छ हो। भाइ रालङ यतैबाट जान्छ है? रालङ यतैबाट जान्छ है? ए पोलो के भन्छ तातो पानी र के अरे बोरङ तातो पानी कुन चाहिँ राम्रो छ? बोरङ नै जानुहोस्, बोरङै राम्रो छ। बोरङ राम्रो छ है? पोलो पनि राम्रै छ कि बाटो चाहिँ हिँड्नु अप्ठ्यारो छ। ए हो है? बोरङमा गाडी राख्ने जग्गा छ? हजुर छ, गाडी राखेर चाहिँ तपाईँहरू हिँडेर जानुपर्छ। 15 मिनेट जस्तो होला। के गाडी के हुँदैन? के हुँदैन, सबैले त्यही छोड्छ नि गाडी। ए ल मतलब यो रालङ गुम्बादेखिको चाहिँ रालङ गुम्बाबाट गयो हो, एउटा उन्दो जाने बाटो भएर टाइटानिक जाने हो, त्यो बाटो चाहिँ नजानुहोस् तपाईँहरू, सिधै गयो हो पर त्यहाँदेखि गएर चाहिँ यस्तो बोर्ड छ एउटा बोरङ लेखेको छ ओह्रालो जाने बाटो। ए हुन्छ ल, थ्याङ्क यू भाइ। आज दिन चाहिँ साँच्चै नै एकदमै राम्रो, भेरी प्लेजेन्ट, एकदम सनी क्लियर स्काई, वेदर पनि एकदम दामी, गरम पनि छैन जाडो पनि छैन। बट युजुअली यो जग्गा चाहिँ चिसो नै हो यो जग्गा चाहिँ खासमा चाहिँ, तर आज चाहिँ फर्चुनेटली अब चिसो पनि छैन रहेछ, घाम लागेर मजाको भइरहेको छ। रोड पनि एकदम मजाको, ठाउँमा मात्रै कता कता चाहिँ अलिअलि बिग्रेको, तर ठिकै रहेछ। ओभरअल एकदम राम्रो जर्नी हुँदैछ हाम्रो। बाटो चाहिँ अलिकति सानो रहेछ, अलिकति सानो, 2-3 फिट जस्तो बढाइदिएको भए चाहिँ राम्रो हुन्थ्यो, क्लियरली मजाले दुईटा गाडी मजाले पास हुने। फर्चुन अब धन्न गाडी चाहिँ त्यति हिँड्दैन रहेछ अहिले। बाटोमा हेर सुनखरी के अरे रोडोडेन्ड्रन्स, कति ब्युटिफुल। हाम्रो सिक्किम साँच्चै नै एकदमै ब्युटिफुल छ। नर्थमा जाऊ, नर्थको आफ्नै छुट्टै त्यसको अब ब्युटी छ। इस्टमा ल्यान्डस्केप टोटली डिफ्रेन्ट छ नर्थभन्दा, त्यसको ब्युटी अर्कै छ। अब वेयरएस यो साउथको, हामी जहाँ जाँदैछौँ यो साउथको दृश्य कति राम्रो, यसको ल्यान्डस्केप पनि
वेस्ट पनि इक्वली दामी छ एकदमै दामी छ हौ हाम्रो सिक्किम अब हामी रालङ आइपुग्यो रालङ एउटा सानो भिलेज साह्रै बेसी घर पनि छैन यही हो देख्दै गरेको 10-15 वटा जस्तो होला म्याक्सिमम सानो भिलेज ह्यामलेट टाइपको अब यति नै सक्यो अब चाहिँ अब गुम्पा आउँछ एकछिनमा पहिला नयाँ गुम्पा आउँछ जस्तो लाग्यो त्यहाँबाट चाहिँ पुरानो गुम्पा आउँछ यो चाहिँ नयाँ गुम्पा हो रालङ गुम्पा ग्यासप रिम्पोछेको गुम्पा हो कर्मकाकी सेक्ट अलिक तल चाहिँ पुरानो गुम्पा छ त्यही पुरानो गुम्पाको राइट हुँदै हामी जानुपर्ने रहेछ बोरङ कति राम्रो ध्वजा थर्चो कति मजाले उठाएको परेरले ठुलो हामी चाहिँ बोरङ जाने भयो अब बोरङ तातोपानी अब आइपुग्न आँट्यो मोटर अब गाडी चाहिँ यतैतिर राखेर This is the way to Hot Spring, Borong Hot Spring. झन्डै 10-15 मिनट जस्तो वक गर्नुपर्छ भन्दै थियो त्यो एउटा भाइले तल तातोपानी पुग्नको लागि चाहिँ अन्त यो सिडी हुँदै ओह्रालो जानुपर्नेछ यो ठाउँ हेर्दाखेरि त एकदम के भन्छ मेघालयको रुट ब्रिज जाने बाटो जस्तो देख्दो रहेछ एकदमै त्यहाँको वाइब्स आउँदो रहेछ यस्तै ओह्रालो हुँदै झन्डै त्यो त झन् त्यो रुट ब्रिज त झन् तपाईको 3 किलोमिटर जस्तो हिँड्नु पर्थ्यो यो चाहिँ अब त्यति टाढो छैन यो चाहिँ अब वकेबल हो सक्छ जसले पनि हाम्रो सिक्किमको टिपिकल भिलेज हेर्नुहोस् इग्राको
इक्राले बनेको घर कति ब्युटिफुल। बिस्तारै बिस्तारै पुग्न आँटेको छ अब। तल देख्दै गरेको त्यही हो तातोपानीको स्याक, जहाँ चाहिँ अब हाम्रो आज हामी बस्छ। सस्तो छ बस्नको लागि पनि। ओछ्यान बिना चाहिँ 100 रुपियाँ अरे, ओछ्यानसँग चाहिँ 300 रुपियाँ भन्दै थियो। 55 आज भर्खर 2 दिन त जाँदैछ चैत हाम्रो। बस्नलाई चाहिँ यस्तो छ, यस्तो काइन्ड अफ अ स्याक भनौँ कि हट भनौँ कि है। सस्तो छ, कम्फर्टेबलै छ। खाना चाहिँ भेज खाना चाहिँ 200 अरे पर प्लेट, नन भेज खायो भने चाहिँ 300 भन्दो रहेछ है। चिया चाहिँ कम्प्लिमेन्ट्री दिँदो रहेछ। यस्तो रहेछ हेर्नुहोस्, एक्सपिरियन्स गरिराख्नुहोस् हट स्प्रिङको। यो चाहिँ रङ्गित रिभरसँग यसो तातो पानी रमाइलो छ। 1-2 दिन ब्रेकको लागि चाहिँ एकदम ठिक छ यो जग्गा। रिफ्रेस होला चाहनुहुन्छ भने आउनुहोस्, एक्सपिरियन्स गरिराख्नुहोस् हट स्प्रिङको। Thank you for watching.